साथीहरु आउनुहोस् है त। आज चाहिँ म तपाईलाई चौरा घुमाउँदैछु। यो चितवन नेशनल पार्क एकदमै मनमोहक र एकदमै आनन्दित दृश्य हो। हामी चाहिँ चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्तीसार लगायत राप्ती खोला एन्ड ब्रिजहरू हेर्दै हामी चाहिँ एकदमै आनन्दित र मनमोहित भयौं र तपाईहरुलाई पनि देखाउन गइरहेको छु। हेर्नुस् त यहाँको मनोरम दृश्य, हरियाली तालहरू, सुन्दर खोला नाला पहाड हेर्दै हामी चाहिँ अगाडि बढिरहेौं। यो चितवन राष्ट्रिय निकुञ्ज एकदमै राम्रो र एकदम सुन्दर पनि छ र हामीले त्यहाँ भएको गैंडा जलगैंडा पनि अवलोकन गर्ने मौका पायौं र सँगसँगै रहेको त्यहाँको ताल, हरियाली जंगल हुँदै हामी विभिन्न ठाउँको अवलोकन गर्यौं र तपाईहरु पनि एकचोटी चितवन चाहिँ अवश्य पाल्नु होला, किनकि यहाँको मनोरम दृश्यले नै संसार भुलाउनेछ। हामी सँगसँगै रहेको त्यहाँ रहेका विभिन्न रेस्टुरेन्टहरुसँग बसेर आनन्दित तरिकाले पनि आफ्नो थकान मेटिकन तपाईहरु आनन्दले घुम्न